मेरो जीवनमा भएको केही गवाईहरू तपाईँको बिचमा बाँड्दैछु। अनि विगत योभन्दा 5-6 वर्ष पहिले अनि जब म बिए गरेँ अनि बिए गरिसकेपछि म चाहिँ 81 बिरामी भएँ। बिए गरेको वैशाख अनि जेठमा चाहिँ म चाहिँ 81 बिरामी भएँ कि मलाई चाहिँ कस्तो बिरामी भयो भने मलाई चाहिँ एकदमै त्यो चिलाउने चिलाउने अनि त्यसपछि टोक्ने त्यस्तो शरीरमा अब त्यस्तो आफ्नो उसले दिमागले चाहिँ काम नगर्ने के अनि त्यो बौलाको जस्तो हुन्छ नि अनि त्यो अनेक थरी चाहिँ हुने कि अनि जब आफैले आफैलाई पिट्ने आफ्नो कपडाहरू चाहिँ छोडाएर फाल्ने मेरो त्यहाँ चाहिँ मेरो नजिक चाहिँ छविदाई हुनुहुन्थ्यो। मेरो फुपू सासूको छोरा हुनुहुन्छ उहाँ मेरो जेठाजु हुनुहुन्थ्यो। तर पनि मैले अब मेरो सायद त्यो दिमागले काम गरेको भए त उहाँको अगाडि किन त्यसरी छोडाएर फाल्थेँ होइन। तर आफ्नो शरीरमा भएको सबै लुगाफाटाहरू चाहिँ फाल्ने त्यस्तो गर्ने गर्थेँ। अनि जब उहाँले चाहिँ मलाई आएर प्रार्थना गरिदिनु भयो अनि प्रार्थना गरेपछि म चाहिँ बिस्तारै होइन निको भएँ। अनि त्यो समयमा मलाई लाग्यो कि म चाहिँ कस्तो थियो होइन पहिला जब म बिरामी भयो मैले आफूलाई केही नखा पाउने आफ्नो शरीरमा हानेको अनि त्यो कोही अगाडि मान्छेहरू आए पनि मान्छेहरूलाई ठुल्ठुलो आँखाले हेर्ने दारा खिच्ने त्यस्तो गर्थेँ। अनि दाइ ल्याएर प्रार्थना गरिदिनु भयो छवि दाइ ल्याएर अनि प्रार्थना गरेर चाहिँ म चाहिँ निको भएँ। अनि जब उहाँले भन्नुभयो कि अनि तिमीले विश्वास गर अनि तिमी विश्वास गर्यो भने निको हुन्छ जसरी मैले तिमीलाई प्रार्थना गर्दा बित्तिकै तिमी निको भयो भन्नुभयो। अनि त्यो समयदेखि मैले चाहिँ प्रभुलाई चिन्ने एउटा मौका पाएँ। अनि साँच्चै नै जब हामीमा समस्याहरू आउँछ होइन बिरामी हुन्छ अनि कतिजना पनि तपाईँहरू पनि त्यस्तै हुनुहुन्छ होला होइन आफ्नो समस्याले गर्दा कति बिरामीको कारणले गर्दा होला कसैले सुसमाचारद्वारा होला होइन कसैले आत्मिकमा यस्तै होइन विभिन्न कारणले आज हामीले परमेश्वरलाई चिनेका छौँ। अनि त्यस्तै गरी म पनि अनि आफू बिरामी भएको कारणले गर्दा परमेश्वरलाई चिन्ने मौका पाएँ। अनि उहाँले भन्नुभयो अनि अर्को दिन त्यसैको राति एउटा हामी उता अर्को उहाँले आफ्नो चर्चमा लानु भएन अनि उहाँ अर्को चर्चमा एउटा बलिदान एजी चर्च भन्ने थियो त्यहाँ हुने घोडाइमा उहाँ गएर अनि हामीले रातारात गएर अनि परमेश्वरलाई अनि विश्वास गऱ्यौँ। अनि उहाँमा घोडा टिक्यौँ हामी त्यो समय ग्रहण गऱ्यौँ। अनि त्यसपछि पनि विश्वास गरिसकेपछि पनि फेरि बिचबिचमा त्यस्तै समस्याहरू आइरहने अनि के भयो भने त्यतिखेर पनि त्यस्तै भइरहने बिचबिचमा जब प्रार्थना गर्दा निको हुने अनि प्रार्थना गर्न छोडेपछि चाहिँ फेरि त्यस्तै समस्याहरू आउने अनि फेरि अनि केही दिनसम्म हामी उही चर्चमा बस्यौँ। केही दिन भन्दा केही रातभरि त्यही समयमा होइन केही समयसम्म मात्र त्यहाँ बस्यौँ। अनि त्यसपछि म चाहिँ निको भएँ। निको भइसकेपछि फेरि हामी घरमा आयौँ अनि फेरि त्यस्तै समस्या दोहोरिरहन्थ्यो। अनि मेरो श्रीमानले भन्नुहुन्थ्यो कि तिमीले पनि प्रार्थना गर तिमीले प्रार्थना गर्यो भने तिमीले राम्रोसँग विश्वास गर्यो भने म चाहिँ यस्तो थिएँ अनि मैले चाहिँ यस्तो थिएँ त्यसपछि उहाँले प्रार्थना गरेकोद्वारा म निको भयो भनेर तिमी आफैले प्रार्थना गर्न सिक आफैले प्रार्थना गर्यो भने अझ तिमी चाहिँ झन् निको हुन्छ पूर्ण रूपमा भन्नुहुन्थ्यो। तर पनि मलाई विश्वास गरिसकेपछि पनि अब सुरुमा होइन त्यति जान्ने थिएन मैले प्रार्थना गर्न पनि मलाई आउँदैन थिएन। अनि म चाहिँ एकदमै लाज मान्थेँ प्रार्थना गर्ने पनि। अनि मेरो श्रीमानले चाहिँ प्रार्थना गर्नुहुन्थ्यो। उहाँले चाहिँ साँझ सुत्ने बेला हरेक समयमा मेरो निम्ति प्रार्थना गरिदिइरहनुहुन्थ्यो। अनि त्यसपछि अब त्यहाँको दिदीबहिनीहरू पास्टर आमाहरूले पनि अनि मलाई भेट्ने मलाई उत्साह दिने गर्नुहुन्थ्यो त्यहाँको दिदीबहिनीहरूले अनि उत्साह दिने गर्नुभयो। अनि त्यसपछि केही समयपछि म पनि चर्चमा जाने कुनै तालिमहरू भयो भने दिदीबहिनी जस्तै सङ्गतिहरू भयो भने पनि तालिमहरू जाने सङ्गति जाने अनि त्यसपछि शनिबार सङ्गति सधैँ अनि कहिले पनि नछुटाउने त्यस्तो गरेर अनि म चर्चहरू जाने गर्थेँ। अनि त्यसपछि मलाई चाहिँ एक्कासी अनि त्यसपछि एकदमै आत्मिक रूपमा चाहिँ म पनि बढ्दै गएँ होइन बढ्दै गएँ। अनि मेरो विश्वास चाहिँ दह्रो हुँदै गयो अनि बल्ल म चाहिँ पूर्ण रूपमा चाहिँ चङ्गाइ भएँ। अनि साँच्चै नै आज हामीले चाहिँ आज अगुवा पास्टर होइन डिकनहरूले पनि गर्नुहुन्छ अनि उहाँहरूले गरेको पनि निको हुन्छ। तर पनि हामी आफैमा चाहिँ हामी आफ्नो विश्वासलाई चाहिँ एकदमै बलियो होइन हामी चाहिँ मैले चाहिँ
मलाई चाहिँ यस्तो भएको थियो अनि म के अरे अनि म यसो उहाँहरूले प्रार्थना गरेको अनुसार म निको भएँ। आज त्यही विश्वासले गर्दा मैले पनि प्रार्थना गर्नुपर्दछ भनेर हाम्रो विश्वासलाई त्यसरी होइन अगाडि बढायो भने पनि हामी होइन आफ्नो विश्वासले पनि हामी निको भएका छौँ। अनि जसरी हामी अघि नै हेरेका थियौँ दिदीले भन्नुहुन्थ्यो जसरी 12 वर्षसम्म रगत बढेको स्त्रीलाई पनि उसले एउटा विश्वास राखे कि मैले उहाँको वस्त्र छोएँ भने मात्र म निको हुन्छु भनेर होइन वचन प्रचार गर्दै हुनुहुन्थ्यो। त्यस्तै विश्वास मैले पनि आज त्यही विश्वास राखेर अनि परमेश्वरमा होइन म त्यस्तो बिरामी थिएँ तर पनि म निको भएँ। अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि परमेश्वरले मेरो जीवनमा चाहिँ त्यसै गरी मलाई अझ होइन बिस्तारै बिस्तारै अगाडि बढाउँदै लानुभयो। अनि त्यसपछि अनि विभिन्न होइन अरू जिम्मेवारी पनि आउँदै गयो अनि मलाई एकदमै खुसी लाग्यो होइन। अनि त्यसबाट मैले परमेश्वरलाई पनि चिन्ने मौका पाएँ। हरेक कुरामा पनि अगाडि बढ्ने अनि यसरी जिम्मेवारी पनि थपिँदै गयो। अनि हुन्छ परमेश्वरलाई धन्यवाद भएको। अनि मेरो गवाइलाई यति नै हो। सबैलाई जय मसीह।